ल यो इन्ट्रोडक्सन भिडियो बनाउँदाखेरि चाहिँ 2-3 वटा कुराहरू चाहिँ विचार गर्नुपर्छ हैन। जस्तै अब यो भिडियो हेर्नुस्, अब यो भिडियोमा चाहिँ मैले सिधा क्यामेरामा हेरिरहेको छु र क्यामेरा पनि मेरो ठ्याक्कै अनुहारको अगाडि छ, धेरै नजिक पनि छैन, धेरै टाढा पनि छैन, अनि यतिको पोजिसनमा छ। सो यो जहिले पनि यो पोजिसन चाहिँ याद गर्नु, अनि यतिको पोजिसन राख्दाखेरि चाहिँ आवाज क्ल्यारिटी आउँछ। अनि अर्को कुरा याद गर्ने भनेको माथि पनि नगर्नु अनि तल पनि नगर्नु। तल गर्दाखेरि चाहिँ यसले गर्दाखेरि यो मोटो देखिन्छ हैन। सो यतिको एंगलबाट गर्नु जब कि तपाईको अनुहार चाहिँ अलि राम्रोसँग देखोस्। अनि जहिले पनि भिडियो बनाउँदाखेरि चाहिँ दाढी साडीहरू सेभ गरेर अलि क्लिन भएर अनि फर्मल ड्रेसहरुमा छ भने चाहिँ त्यसरी इन्टरभ्यु दिनु, एउटा इन्ट्रोडक्सन भिडियो बनाउनु। इन्ट्रोडक्सन भिडियो बनाउँदाखेरि अरु केही कुराहरू याद गर्नुपर्ने हुन्छ। जस्तै अब तपाईले जब भिडियो सुरु गर्नुहुन्छ त्यो बोल्दाखेरि चाहिँ सुस्तरी बोल्नु पर्यो, धेरै फास्ट पनि बोल्नु भएन। अनि बोल्दाखेरि चाहिँ अलिकति हँसिलो अनुहार लिएर अलि कन्फिडेन्टका साथ, त्यो डराई बोलेको भन्दा पनि तपाईले एउटा मान्छेलाई नै इन्टरभ्यु दिए अनुसारको नै तरिकाले मजाले आफ्नो बारेमा भन्दा हुन्छ। सो एउटा कन्फिडेन्स चाहियो, स्माइल चाहियो अनि क्ल्यारिटी चाहियो। अब क्ल्यारिटीको लागि चाहिँ सुस्तरी बोल्नु पर्यो है, धेरै फास्ट बोलेर पनि हुँदैन। सो मैले एउटा सानो एक्जाम्पल अफ इन्ट्रोडक्सन भिडियो चाहिँ दिँदैछु हैन। यो चाहिँ एकदम बेसिक इन्ट्रोडक्सन भिडियो। सो यो चाहिँ इङ्ग्लिसमा हुन्छ। Hi, good morning sir. My name is Sandeep Guru and I am 27 years old. I have completed 10th class and I have worked as a barista for 2 years in Habiko Cafe Kathmandu, and I also have experience of barista in Saudi Arabia for 2 years, and I am very interested to work in your company. Thank you. र यस्तै छोटो मिठो इन्ट्रोडक्सन भिडियोहरु चाहिँ तपाईले बनाउनु हैन। अब तपाईलाई एकदमै अप्ठ्यारो हुन्छ, अलिकति कन्फिडेन्स छैन भने चाहिँ तपाई अफिसमा भिजिट गर्नु। अफिसमा भिजिट गरेर हामी तपाईलाई ट्रेन गराउँछौं। ट्रेन गराएपछि चाहिँ एउटा प्रपर इन्ट्रोडक्सन भिडियो चाहिँ हजुरहरुको हामी आफैले बनाइदिन्छौं। अब त्यो इच्छा छ भने चाहिँ एक्चुअली हामीलाई सम्पर्क गर्नु होला है त।